साथीहरू यहाँ देख्न सक्नुहुन्छ हामीले अस्ति एक घार मौरी बगाल छुटेको थियो। त्यो मौरीलाई चाहिँ हामीले यसरी माटो घरमा हालेको थियौँ। कतिको काम गर्दो रहेछ तपाईँलाई पनि हामी देखाउनेछौँ। र मैले पनि आजै हेर्दैछु, आज 4 दिन हुँदैछ मौरी हालेको हामीले। र तपाईँलाई म के भन्न चाहन्छु भने तपाईँहरूले पनि यसरी 2-3वटा चाहिँ फार्ममा है आफ्नो घरमा चाहिँ यस्तो माटो घार बनाएर राख्नु होला है। मौरीले एकदमै बेसी मन पराउँछ माटो घरमा। र तपाईँकोमा घार नभएको बेलामा है कुनै बेला मौरीहरू यसरी माटो घरमा पनि हालेर राख्न सक्नुहुन्छ। र माटो घरमा हाल्नुभयो भने तपाईँको फार्मको स्वभाव नै अर्को हुन्छ। कस्तो राम्रो देख्छ माटोको घरमा है। यो चाहिँ एउटा ट्रेडिसनल हो हाम्रो। र तपाईँलाई म अलिकति देखाउन गइरहेको छु मौरीले के कति काम गर्दो रहेछ अब यो माटोको घरमा। अस्ति एक घार चाहिँ मैले तपाईँलाई अस्ति देखाएको थिएँ र आज यो अर्को घार म तपाईँलाई देखाउँदैछु। यो पनि हामीले बगाल छुटेकै मौरी हालेको हो। यहाँ तपाईँले देख्न सक्नुहुन्छ मजाले चाका पाउँदो रहेछ है। आज 4 दिन भयो। 4 दिनमा मौरीले यतिको चाका चाहिँ बनाएकै हो। तपाईँले यहाँ देख्न सक्नुहुन्छ है। एकदमै दामी छ है। कुटहरू पनि एकदमै राम्रोसँग ल्याइसकेको रहेछ। यहाँ भित्र हेर्नुहोस् त रानीले अन्डा पनि मजाले पारेको रहेछ। हेर्नुहोस् है साथीहरू, दामी दिएको छ है अन्डा चाहिँ। यो चाहिँ नयाँ चाका बनाएको हो मौरीले। कस्तो मजाले अन्डा पारेको छ यहाँ हेर्नुहोस् त है। यतिको चाहिँ प्रोग्रेस हुँदै रहेछ।